बाबु नानीहरू पहिला हामी डाक्टर महावीर पुन सरले पत्रकारहरूलाई दलक दिँदै गरेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। त्यो जनरल कुरा नसोध के ठोस कुरा सोध। अनि हिजोबाट हजुरको बसाइ यतै छ। यतै छ त फेरि जनरल कुरा सोधे। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषयमा? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। मेरो आफ्नो काममा भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु। जाऊ ल सुरु गरौँ। फेरि जेन्डर कुरा सोध्यो। तेरा तो गेम बजाना पड़ेगा। नेपाल यो अवस्थामा पुग्नुमा जोरे पत्रकारहरूको पनि ठुलो हात छ। नमस्कार, म भाग्य नेउपाने। मालूम है तेरे बाप को मत सिखा चल। सोझो मान्छे सोझै कुरा, सही भन्नुभयो। म पनि जेनजी पुस्ता नै हो भन्दा 2 वर्ष बढी हो। यसले लाउने भयो त पत्रकारहरूलाई डर लाग्यो माय लर्ड। यो पत्रकार भन्नेहरूलाई गेट बाहिर राखेर हाम्रो जिन्दगी बेकारै भयो। सरी त्यस्तै भन्दै रिसाउने भएर